Good morning to everyone and welcome to my blog Thiru Bhai blog. आज म एकदमै सुपर एक्साइटेड छु किनभने मेरो यात्रा आज नवलपरासीदेखि लमजुङसम्म रहनेछ। यसको पछाडि रिजन अनि मेरो छोरी ग्रेसी अब 6 महिना कम्प्लिट हुन गइरहेको छ। त्यसैले अनि उसको 6 मन्थ कम्प्लिसनको सेलिब्रेसनको लागि चाहिँ म यात्रा गर्दैछु। र अहिले म मुगलिन आइसकेको छु जहाँ पुरानो पुल र नयाँ पुल तपाईँले देख्न सक्नुहुन्छ। अनि यही मुगलिनको बाटो हुँदै म मेरो गन्तव्य लमजुङसम्मको यात्रा अनि रहनेछ। यहाँलाई केही कुरा बताउन चाहन्छु। नेपाल यस्तो एउटा देश हो, सुन्दर प्रकृति अनि पर्यटकले भरिएको। अहिले देख्न सक्छौँ केही बाइक राइडरहरू जो नेपालको झन्डाहरू बोकेर उहाँहरू आफ्नो अनि ट्राभल ट्रिपमा हुनुहुन्छ। अनि यही बाटो हुँदै मनाङ मुस्ताङको यात्रा हामी गर्न पनि सक्छौँ। यहाँ देख्छौँ मेरो अगाडि एकजना ब्रदर जो बुलेटमा नेपालको झन्डा राखेर रिप्रेजेन्ट गर्दै उहाँहरू यात्रा गर्दै हुनुहुन्छ। नेपाल यस्तो देश हो जहाँ सुन्दर सगरमाथा एउटा हाइएस्ट पिक छ, सुन्दर मनमोहक दृश्यहरू छ अनि एकदमै पर्यटकीय क्षेत्र अनि प्रकृतिले भरिएको देश हो। अनि म अहिले तनहुँ र लमजुङको ठ्याक्क बोर्डरको जिल्लामा आइपुगेका छौँ जहाँ मेरो नेपाल देशको झन्डा जो विश्व सामु एउटा युनिक ट्रायङ्गल अनि झन्डा हो। अनि एकदमै गर्व लाग्छ हामी नेपाली हुनमा। चन्द्र र सूर्य अनि फरफराएको हामी देख्दछौँ। र अहिले म लमजुङको बेसी सहरसम्म आइसकेका छु र तपाईँलाई एउटा दृश्य देखाउन चाहन्छु जुन दृश्य प्रकाश चर्चको रहनेछ। अनि मेरो ससुरबुवा यस चर्चमा पास्टर सेवकाई गर्नुहुन्छ। तल बाटोसम्मै मिका र छोरी ग्रेसी सँग 2 महिना पछिको भेट भएको छ। ग्रेसी छोरी ठुली भएको छ, खुसी लागेको छ आज उसँग भेट्न पाउँदा। आफ्नो प्रियजनहरूसँग भेट्न पाउँदा अत्यन्तै अनि खुसी व्यक्त हुँदै म पनि सेल्फीमा कैद भएको छु। अत्यन्तै सुन्दर दृश्य यहाँ तपाईँले देख्न पनि सक्नुहुन्छ। र फाइनली मेरो गन्तव्य अथवा अनि ससुरालीसम्मको यात्रा भइसकेको छ। यानि यो घर चाहिँ मेरो ससुराली हो, तपाईँले देख्न सक्नुहुन्छ। अनि क्रुजको गेट छ अनि गेटबाट म इन्टर हुँदै अनि भित्र अब जाने प्रयासमा छु। अनि तपाईँले देख्न सक्नुहुन्छ। अनि यसरी भित्र प्रवेश गर्दैछु। राजा छोरीसँग समय बिताउन पाएको छु करिब 2 महिनापछि। अनि छोरी ग्रेसीसँग यो समय बिताउन पाउँदा म एकदमै खुसी व्यक्त गर्दछु जो प्रभुले मेरो निम्ति अथवा हाम्रो जीवनमा पहिलो सन्तानको रूपमा अनि छोरी ग्रेसीलाई अनि दिनुभएको छ। अनि एकदमै छोरी बाबा छोरी हामी क्वालिटी टाइम बिताइरहेका छौँ जहाँ छोरीसँग म कुराकानी गर्दैछु, जहाँ उसले पनि मलाई स्पर्शहरू गर्दैछ। हामी एकअर्का बिचमा अनि कुराहरू गर्दैछौँ, एउटा इमोसनल एट्याच छ, एउटा स्पर्श छ। अनि छोरीसँगको यो समय एकदमै क्वालिटी टाइम छ। र अब तपाईँहरूलाई यस घरको पछाडिको बरन्डाको दृश्यहरू देखाउन चाहन्छु। यहाँ बुजु नातिनी अनि सानसाना मुनुहरूसँग खेलिरहेको कुरा हामी पाउँदछौँ। र छोरी ग्रेसी चाहिँ सानसाना मुनुहरूसँग खेल्न पाउँदा एकदमै खुसी हुन्छन्। यहाँ भिडियोमा पनि हामी देख्न सक्छौँ जहाँ बुजु नातिनी अनि सँगै बसेर समय अनि बिताइरहेको कुरा पाउँदछौँ। यहाँ मेरो टाउकोमा पनि होइन अनि एउटा प्रेम व्यक्त गरेको कुरा पाउँदछु। सानो अनि मुनुहरूले एउटा प्रेम नै म महसुस गर्दछु अनि उसँग पनि म प्रेम गर्ने अनि गरिरहेको छु। अनि यो दृश्य अनि घर पछाडिको दृश्य हो, एकदमै सुन्दर र मनमोहक दृश्य छ। अनि जब पनि म यहाँ पछाडि आउँदछु यो सुन्दर दृश्य देखेर एकदमै शान्ति आनन्द महसुस गर्दछु। छोरी ग्रेसी अहिले कार्टुन हेर्दैछन् टिभीमा। उसले प्राय जसो समयहरू एकदमै रमाउँदै गर्छिन् है। प्राय रुँदैन अनि किचिच गर्दैन, गनगन गर्दैन, केवल सुत्ने समय मात्र गनगन गर्छ भनेर हामी थाहा गर्छौँ।
त्यही भएर प्रभुलाई हामी धन्यवाद दिन चाहन्छौँ कि अनि प्रभुको अनुग्रह शान्ति राखिदिनु भएको छ छोरीको जीवनमा। यहाँ नुहाउँदै गरेको भिडियो पनि राखेको थियो तर युट्युबले हटाइदिएको छ। तत्पश्चात हामी टावलमा छोरीलाई बेरेका छौँ ताकि चिसो नलागोस् भनेर। र यसरी बाबा छोरीको माया मैले चुम्बनद्वारा प्रकट गर्दैछु। म अत्यन्तै मेरो छोरी ग्रेसीलाई अनि माया गर्छु। म एकदमै धन्यवादी छु कि प्रभुले हाम्रो जीवनमा पहिलो सन्तान प्रभुले दिनुभएको छ छोरी ग्रेसी। एकदमै खुसी छु, म एकदमै आनन्दित छु। जस प्रभुलाई महिमा दिन चाहन्छु। अनि यो समय म घरको पछाडि बरन्डामा छु। मेरो पछाडिको दृश्य तपाईँ हेर्न सक्नुहुन्छ है। चट्टानहरू छ, पहाडहरू छ, मकै हरियाली छ, एकदमै सुन्दर अनि दृश्य छ। एकदमै मिठो हावा, चिसो हावा अनि एकदमै आनन्द लाग्छ यो ठाउँमा जब हामी बस्छौँ। एक किसिमको एउटा आनन्दलाई महसुस गर्दछौँ। अनि नुहाए पश्चात छोरीले अहिले मसाज टाइम छ। मसाज एकदमै बेबीहरूको निम्ति एउटा वार्मअप पनि हुन्छ भने शरीरको मसल्स अनि हड्डीहरूको लागि पनि एउटा बलियो बनाउने काम पनि गर्दछ। म र मेरो प्यारी साली ज्योति गुरुङ सुप्रिङ बेक्स एन्ड केकमा हामी अनि केक लिन आएका छौँ, जहाँ आज साँझ हामी अनि केक कटिङद्वारा सेलिब्रेसन पनि गर्नेछौँ। सन्तानद्वारा दिएका सबै जातिहरू आशीर्वाद हुनेछन्, किनकि तैँले मेरो वचन पालन गरेको छस्। परमेश्वरले सृष्टि गरेको छोराछोरीलाई वचन खण्डबाट हामी आशीर्वाद दिएको छौँ। आकाशको तारा हामी गर्न सक्छौँ, फलको बालुवा हामी गर्न सक्छौँ। त्यसरा फलको बालुवाले अनागिन्ती आशीर्वाद प्रसन्नहरू दिनेछौँ। प्रचुरदेखि अहिले पालनाले चाहिँ प्रसुराको जन्म दिएका छोराछोरीलाई प्रसन्न आशीर्वाद वृद्धि गर्दै फल्दै फुल्दै लानेछौँ भनेर प्रतिज्ञा गरेका छौँ। हामी अर्पण एउटा हेरेर छोरीलाई यहाँ झ्याला छैन। तिमीले आज के गर्नु? भयो भयो भयो। रेसी नाकमा नाक पनि निकाल्दैन। फेरि एकचोटि छोरी ग्रेसी पनि एकदमै सुपर एक्साइटेड छिन्। हामी देख्न सक्छौँ। प्रभुलाई पनि धन्यवाद दिन चाहन्छौँ कि छोरीलाई यसरी पहिलोपटक अनि यो खानाहरू खुवाउँदै गर्दा प्रभुलाई पनि म महिमा दिन चाहन्छु, जसले हामीलाई असल परिवार छोरी श्रीमती दिनुभएको छ। प्रभुलाई धन्यवाद। अनि हामीले निमन्त्रणा गरेका अन्य परिवारजनहरूबाट पनि छोरीलाई राइस फिडिङ कार्यक्रम भइरहेको छ। हामी देख्न सक्छौँ हाम्रो सुबिना साली नानी, त्यसै गरी हाम्रो लक्ष्मी साली नानी, अनि त्यसै गरी हाम्रो चर्चको दिदी हुनुहुन्छ पाती दिदी, हाम्रो लक्ष्मी साली नानी र प्यारी हाम्रो ज्योति साली नानी। अनि हाम्रो लागि पनि मिठो मिठो परिकारहरू पाकिसकेको छ, हामी देख्न सक्छौँ। र अहिले मेरो छोरीले पनि मिठो मानी मानी यो दालको झोल खाइरहेकी छिन्। यो सुपर एक्साइटेड छ हाम्रो छोरी ग्रेसी। प्रभुलाई एकदमै धन्यवाद दिन चाहन्छु। आजको दिन एकदम आशिषमय रह्यो र अझै विशेष गरी अनि हाम्रो सम्पूर्ण
निमन्त्रणजनहरूबाट पनि अनि धेरै आशिषमय भयो। अहिले हामी खाना खाने सेक्सनमा छौँ अथवा हामी खाना खाँदैछौँ। प्रभुलाई यी सबै थोकबाट अनि महिमा भएको होस्। अनि जस आजको 6 मन्थ कम्प्लिसनको सेरेमनी एकदमै आशिषमय तरिकाले भयो। र अन्तमा हामीले एउटा ग्रुप फोटो लियौँ जो एउटा सम्झनाको निम्ति। र थ्याङ्क यू सो मच फर इच एन्ड एभ्री वान यहाँहरूको उपस्थितिको निम्ति र विशेष गरी प्रार्थना उत्साह अनि छोरीको जीवनमा यहाँले राखिदिनु भएको निम्ति हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। साँच्चै नै यहाँहरूको जीवनमा परमप्रभुले प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। धन्यवाद। थ्याङ्क यू। र अन्तमा हामीले एउटा ग्रुप फोटो लियौँ अनि सम्झनाको निम्ति। र थ्याङ्क यू सो मच फर इच एन्ड एभ्री वान तपाईँहरूको उत्साहको निम्ति, तपाईँहरूको प्रार्थनाको निम्ति जो हाम्रो छोरीको 6 महिनाको कम्प्लिसनको अथवा यो विशेष बनाइदिनु भयो। धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँहरूको जीवनमा परमेश्वरले प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। थ्याङ्क यू।